छिरिसकेको छु अहिले साथीहरू गुफाभित्र त्यहाँ पनि छ माथि अनि नरिवल चाहिँ किन बोकेको अलिअलि बनाएको पुरै निस्क्यो है मैले सहयोग यहाँनिर दान लगाइदिन्छु है So hey guys, very good morning and welcome back to my another video. फेरि पनि तपाईहरुलाई स्वागत छ हैन। इट्स मी साजन लिम्बू हैन। तपाईहरु के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला भन्ने लागिरहेछ मलाई है। तर लेस च्यालेन्ज है गाइस। म एउटा के च्यालेन्ज गर्छु भने आई हैव गट 100 रुपैयाँ हैन 100 रुपैयाँ छ मसँग। यो 100 रुपैयाँले चाहिँ म कहाँसम्म पुग्दो रहेछु काठमाडौँमा 100 रुपैयाँले ट्राभल चाहिँ कहाँसम्म गरिँदो रहेछ होइन म च्यालेन्ज गर्ने कोसिस गर्छु है अनि मसँग अरू पर्समा पैसा छैन है ये 100 रुपिस मात्रै छ होइन 100 रुपिस बोकेर जान्छु सायद म यो 100 रुपिसले म जोर जान्छु कि भन्दैछु होइन एटलिस्ट जोर त पुगिन्छ होला जोर वाटरफल त तपाईँहरूलाई सबैलाई थाहा नै छ होइन चित परिचित हो एकदम अब के भन्नु चलेको ठाउँ हो होइन तर यतिखेर सुखायाममा चाहिँ खासै त्यस्तो राम्रो हुँदैन तर बर्खायाममा चाहिँ एकदम राम्रो ठाउँ हो है ल सो गाइज है 100 रुपिसको च्यालेन्ज भयो होइन लेट्स सी होइन इन्जोय है मसँग अनि डोन्ट फर्गेट टु सब्सक्राइब साजन लिम्बू भ्लग है सो साथीहरू मैले 100 रुपिसको च्यालेन्ज गरेको थिएँ नि हजुरहरूलाई म चाहिँ गाडी चढ्नलाई सामाकोसी आइपुगेको छु है सामाकोसीबाट चाहिँ म जोरको गाडी चढ्नेछु है लेट्स सी भाडा कति रहेछ फाइनली म चाहिँ घर आइपुगेको छु होइन भर्खर आइपुगेँ सामाकोसीबाट चढेको अलिक टाढो हुँदो रहेछ तर म बसेकोबाट चढ्दा चाहिँ नजिकै हो होइन यो चाहिँ नुवाकोट जाने रोड हो होइन अनि म आएको चाहिँ यहाँबाट हो तर के अरे आज यस मलाई झोरको चाहिँ होइन पहिला कस्तो थियो त्यस्तै हो कि जस्तो चाहिँ लागिरहेछ कि गालो आज 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 गुलो 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 गोरे काल्यो प्याक बौद्धेश्वर महादेव मन्दिर जाने बाटो दिस साइड यसलाई झोर पनि भन्छ बौद्धेश्वर पनि भन्दो रहेछ है So I guess finally म चाहिँ झोरको वाटरफल यानि कि वैदेश्वर महादेव मन्दिरमा आइपुगेको छु होइन तपाईँहरू देख्न सक्नुहुन्छ मन्दिर यही हो अनि झरना चाहिँ यो माथिको ढुङ्गाबाट पहिला बग्थ्यो होइन तर अब अहिले चाहिँ पानी सुखायाममा प्रायः जस्तो त्यति साह्रो हुँदैन अहिले त यस्तै मात्रै हुने हो तपाईँहरूलाई म देखाउने छु यो चाहिँ भवन मन्दिरको भवन नयाँ बन्दै रहेछ कि यहाँनिर This is called guys reality versus expectation. जति पनि इन्टरनेट सञ्जालमा देखिन्छ नि त्यो सोचे जस्तो हुँदैन साथीहरू वाटरफल त्यो बर्खामा चाहिँ यो यहाँ माथिबाट बहुत डेन्जर झरेर आउँछ है पानी अब हर कुराहरू भनेको जस्तो र सोचेको जस्तो चाहिँ हुँदैन है म पहिला सुरुमा आउँदाखेरि मेरो पहिलो भेटे गुफा चाहिँ यो गुफा हो होइन यहाँ गुफामा छिरेको छ फेरि छिर्ने कोसिस गर्नेछु होइन अनि साथीहरू है तपाईँहरूले देख्न सक्नुभयो होइन यहाँ मन्दिर छ पछाडि मैले पछाडिबाट चाहिँ खिच्नु चाहिनँ होइन पछाडि बसेर मन्दिरलाई कहिले पनि पछाडि चाहिँ राख्नु हुँदैन भन्छन् है तपाईँहरूलाई कतिको रमाइलो लागिरहेछ होइन इन्जोय गर्नु होला किनभने अब वैदेश्वर महादेव टेम्पल भन्ने मन्दिर वैदेश्वर महादेवले सबैजनालाई रक्षा गरून् जति पनि मेरो युट्युब फ्यामिलीहरू हुनुहुन्छ अनि त्यहाँदेखि नन फ्यामिलीहरू सबैजनालाई वैदेश्वर महादेव टेम्पलले रक्षा गरून् सबैजनालाई अनि त्यसपछि म अब यहाँबाट भित्र छिर्छु पहिला पनि छिरेको थिएँ
अहिले चाहिँ केटाकेटीहरू खेलिरहेको रहेछ। अनि एउटा नौलो कुरो चाहिँ के देखेँ भने पहिला चाहिँ थिएन, अहिले चाहिँ जस इम्प्रुभमेन्ट गरे रहेछ यहाँको समितिहरूले है। जुत्तै लगाएर गए पनि यहाँ चाहिँ यो दानपेटिका राखेको रहेछ क्या। अनि क्या अचम्म छ यार, क्युआर सिस्टम पनि छ क्या। क्युआर सिस्टम पनि रहेछ कि, क्युआर सिस्टम होइन भएन भने अनि नगद सिस्टम। सो मन्दिरमा आइसकेको छु होइन, म पनि धेरै त छैन है। 20 रुपियाँ चाहिँ मैले सहयोग यहाँनिर दानपेटिकामा लगाइदिन्छु है। जति तपाईँहरूले धेरै मलाई माया गरिदिनुहुन्छ त्यति नै म अगाडि बढ्ने मलाई चान्स दिन्छ है। मैले मन्दिरमा हालिदिएको छु बौद्धेश्वर महादेव टेम्पल मन्दिर होइन। सबैजनाले रक्षा गरौँ र मैले पनि सोचेको आर्थिकताको कुराहरू सबै पुरा होस् भन्न चाहन्छु। तपाईँहरूको लागि पनि मैले आशीर्वाद चाहिँ माग्दैछु ल। तर यो छिरेन कि त्यसले हाल्ने हो भनेर। अनि म चाहिँ यहाँबाट जुत्ता खोल्दैछु। म यो भित्र जानु पर्यो भन्दैछु कि पहिला आउँदा अलिक ठुलो थियो, अहिले अलिक सानो रहेछ कि। त्यो चाहिँ गुफा छ यहाँनिर है। पहिला पनि गुफामा त छिरेको थिएँ मैले कता कता गयो साथीहरू यहाँबाट। कस्तो डर लाग्दो हुन्छ क्या। छिरिसकेको छु है साथीहरू गुफाभित्र। यहाँबाट अझै माथि पनि ठाउँ छ मानु, माथि ठाउँ छ हो। भाइ के मन्दिर रे? शिवलिङ मन्दिर रहेछ। यो चाहिँ आफै बनेको हो, तर कस्तो अप्ठ्यारो लागेको मलाई हेर्नु। गुफा चाहिँ ठिक छ है, चिसो चिसो आएको छ है। सो गाइस यो चाहिँ बौद्धेश्वर महादेव मन्दिरको भित्रको गुफा हो होइन, तपाईँहरूले हेर्न सक्नुहुन्छ है। गणेश थान पनि रहेछ। गणेश थान भाइले गणेश थान पनि भन्दैछ है। गणेश बस्ने थान पनि रहेछ। अनि यहाँबाट उता निस्किने बाटो पनि छ होइन, र माथि पनि रहेछ। यहाँ चाहिँ शिवलिङ रहेछ होइन। शिवलिङ तपाईँहरूले हेर्न सक्नुहुन्छ, शिवलिङ रहेछ यहाँ चाहिँ है। ल शिवलिङ रहेछ। ओम नमः शिवाय, ओम नमः शिवाय। यहाँ पनि यहाँ चाहिँ पर चाबी लगाएको छ कि। अनि केटाहरू कता बोल्दैछन्? कहाँ गएर आएको तिमी? त्यहाँ पनि छ माथि। अनि नरिवल त किन बोकेको? उठाउन आफै निस्केको हो? यो चाहिँ बनाएको हो? यो पनि आफै निस्केको यहाँभित्र? उयो माथि पनि आफै निस्क्यो? अलिअलि बनाएको पुरै निस्क्यो है। ल त्यो चाहिँ यहाँ म आँट्छु नि। हो ल ल ल ल। अनि बाटो चाहिँ यहाँ रहेछ भाइहरूले भन्दैछ है। यो चाहिँ आफै निस्केको अरे भन्दैछ। कस्तो रहेछ आफै निस्केको चाहिँ हेरौँ है। ओ यो भित्र रहेछ है। यता नि रहेछ, यहाँ पनि रहेछ, अनि यहाँ रहेछ। यो भित्र चाहिँ रहेछ यार। ल ओम नमः शिवाय। महादेव सबैजनाले रक्षा गरून्, मेरो युट्युब फ्यामिलीदेखि लिएर सबैजना हेर्ने नहेर्नेहरू, भ्युवर्स नभ्युवर्सहरू सबैजनाले बौद्धेश्वर महादेवले रक्षा गरून् है साथीहरू। यो चाहिँ आफै निस्केको रहेछ यहाँनिर। उत्पत्ति आफै प्राकृतिक रूपमा उत्पत्ति भएर रहेछ होइन। पूजा चाहिँ गर्नु हुँदो रहेछ। अनि यो चाहिँ प्राकृतिक रूपमा एकदम आफै उत्पन्न भएर रहेछ होइन गाइज। म चाहिँ यो ओडाहरू त्यहाँ चिसो चिसोहरू पनि छ। पानी यो बर्खामा चाहिँ यहाँनिर छिर्नु सकिँदैन है। पानी एकदम यो भल बगिरहेको हुन्छ।
तर हिउँदोमा चाहिँ छिर्न सकिन्छ, बर्खामा चाहिँ यहाँ झर्ना हेर्नु आउने हो होइन। हाय गाइस, अनि यहाँदेखि चाहिँ अब होइन म निस्किन्छु। अलिक निकै माथिसम्म आएपछि यहाँदेखि पर पनि जाने एउटा बाटो छ, गुफाइ जाने बाटो, तर त्यो बाटो चाहिँ आज बन्द रहेछ होइन। अनि इन्जोय गर्नु होला होइन। कस्तो लाग्यो तपाईँलाई भिडियो होइन, प्रतिक्रिया दिनु होला। म यहाँबाट निस्किँदै जान्छु, भिडियो बनाउँदै जान्छु। ओ तेरी माई भगवान, पाप नलागोस् है मैले, भगवान पाप नलागोस् है मैले टेकेँ यो गुफाभित्र, थाहै पाइनँ होइन। यहाँ पानीहरू रहेछ, कपडाहरू पनि राखेको रहेछ है। ओहो हो हो। ल त्यसपछि है साथीहरू, अब म चाहिँ यहाँबाट निस्किन्छु होइन। अनि यहाँबाट अलिक तलको फोटो पनि खिच्छु म। ल फाइनली गाइस निस्किएँ म गुफा बाहिर। साथीहरू गुफा बाहिर निस्किएँ। यहाँ च्यानल गेट हालेको छ है, हातपत्त फुल होइन। हो बल्ल निस्केँ है। सो साथीहरू है, मैले एउटा नौलो चिज चाहिँ यहाँ जोरमा बैदेश्वरमा के देखेँ भने, पहिला योभन्दा 2-3 वर्ष अगाडि म आउँदाखेरि चाहिँ यहाँनिर चाहिँ यो के भन्छ, यो 100वटा कि कतिवटाको शिवलिङको उयो चाहिँ राखेको थिएन, तर यो चाहिँ राखेको रहेछ होइन। यही रहेछ यो 100वटा पहिला चाहिँ राखेको थिएन होइन, अहिले चाहिँ राखेको रहेछ। एकदम जोस, धेरै राम्रो बनाएको रहेछ, पहिला चाहिँ थिएन अहिले चाहिँ रहेछ होइन। अनि साथीहरू है, आज अलिकति गर्मी पनि छ, घाम पनि लागिरहेछ, गर्मी पनि छ, घाम पनि लागिरहेछ, जिन्दगीको गोरेटोमा यस्तै छ साथीहरू। अनि म अलिक तल झरेर यो पुल यता यहाँ पुल छ, त्यो पुल चाहिँ तरेर जान्छु भनेको। परेपछि यो असार साउन भदौसम्म चाहिँ है पानी एकदम ठुलो हुन्छ होइन, पुरा झरर हुन्छ नि। गर्मी सिजन भइराखेको बेलामा अनि नुहाउनु आउनेहरू अनि झर्ना हेर्नु आउनेहरू चाहिँ धेरै हुन्छन्। अनि पुल चाहिँ यही हो होइन, तपाईँहरूले देख्नुभयो यहाँ पनि अब चलिरहेछ। अनि यहाँ त छोटो छ है, अब यहाँबाट तल चाहिँ तल पनि घुम्न पाउँछ। सो गाइज है, फाइनली म चाहिँ जोरको बैदेश्वर महादेव मन्दिर चाहिँ घुमेर होइन फर्किसकेँ। यहाँबाट फर्किँदैछु होइन। सो है गाइज है, फाइनली म चाहिँ आइपुगेको छु होइन। आज मैले बैदेश्वर महादेव मन्दिर अनि जोर झर्ना कलकत्तातिर सँगसँगै छ होइन, त्यहाँ चाहिँ घुमेर आइपुगेको छु होइन। भिडियोलाई म यहाँ टुङ गर्न चाहन्छु होइन। भोलि अर्को भिडियोमा भेटौँला हजुरहरूसँग। अनि जाँदा जाँदै डोन्ट फर्गेट टु सब्सक्राइब साजन ब्लग होइन। अनि सब्सक्राइब पनि गरिदिनु, कमेन्ट पनि गरिदिनुहोस् है। अनि त्यसपछि हजुरहरूलाई मन परेको छ भने मेरो भिडियो सेयर पनि गरिदिनुहोस् तपाईँहरूको साथीहरूको माझमा होइन। अनि धेरै धेरै धन्यवाद हजुरहरूलाई जसले मलाई हेरेर सपोर्ट गरिराख्नु भएको छ, माया गर्नुभएको छ होइन। अनि जतिजना मेरो युट्युब फ्यामिली मेम्बरहरू हुनुहुन्छ है, सबैजनालाई धेरै धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु होइन। अनि गाइज भेट्दै गरौँ है सबैजनालाई है, शुभ दिन अनि शुभरात्रि भन्दै यो ब्लगबाट चाहिँ छुट्टिन चाहन्छु। सबैजनालाई गुड नाइट, बाई।